हेलो नमस्ते युट्युब फ्यामिली फेरि हामी आइसकेको छु नयाँ भिडियो ल्याएर हैन आज चाहिँ डिलिसियस फिस करी बनाएको छौँ हामीले हैन अनि मेरो चाहिँ ब्राउन राइस छ उसको चाहिँ व्हाइट राइस छ हैन अलि चाहिँ हेल्थ कन्सियस भएर चाहिँ मैले ब्राउन राइस खाएको हैन अब चाहिँ वेट नगरिकन खाइहालौँ है थ्याङ्क यू खाए ल वाच गर्नु होला लाइक गरिदिनु होला हामीलाई माया चाहिन्छ हजुरको यो चाहिँ अलि साइडमा राखौँ है मलाई चाहिँ अहिले आज भोलि ब्राउन राइस खाने भएर ब्राउन राइसै मनपर्छ लास्ट मिठो राखौँ लास्ट मिठो धेरै पछाडि खाएर पनि होला है हामीले चाहिँ यो फिस चाहिँ फ्राई नगरिकन बनाएको अनि लोकल डिसमा यता स्यालेडहरू पनि छ है अहिले देख्नुभयो कि भएन क्यामेरामा देखाएको छैन लास्टै मिठो रहेछ मजा खायो है बब्बर मिठो लेमन पनि छ है माछा त मेरो फेभरेट हो साथीहरू तर अहिले चाहिँ हामीले धेरै नै पछाडि खायौँ ब्रोकोलीसँग मिठो भयो तर धेरै वर्ष खाएँ लास्ट मिठो धेरै पछाडि खाएर होला हेल्थ कन्सियस भएर ब्राउन राइस खायो होला भन्ने सोच्नु भयो होला हुन त हो हल्का हल्का तर मलाई चाहिँ ब्राउन राइसै मनपर्ने भएर व्हाइट राइस चाहिँ खासै टेस्ट लाग्दैन क्या मलाई त्यही भएर अलि हेरेर खाऊ है फेरि काँडा पनि छ मेरो त फेभरेट हो ब्रोकोली म त एभ्री डे बिहान साँझ मलाई चाहिन्छ चाहिन्छ हजुरले चाहिँ हाम्रो भिडियोलाई माया गरिदिनु पर्यो हजुरले मन पराएपछि आउने त हो नि हामी भिडियो ल्याएर पिरो अनि कमेन्ट पनि गर्नु होला के खानु भनेर गेम गर्नलाई हामीलाई पनि इन्ट्रेस्ट लागोस् हजुरले कमेन्ट गर्नु भने चाहिँ हामीलाई बोरिरहेको छैन हजुरले नयाँ नयाँ च्यालेन्ज दियो भने हामी गर्छौँ
पानी मन लाग्यो मौसम अहिले वेदर च्यालेन्ज गरेछ आज जाडो जाडो छ माछा हल्लाले अलिकति डिस्टर्बेन्स आयो भने सरी ल अब घरको यताउता स्वर भइहाल्छ अनि प्लेन आउने जाने बाटो यही त्यही भएर अलिकति हल्ला त्यो नामले आइहाल्यो प्लेन कस्तो मिठो बनाउनु भएको मम्मीले प्लस उसले मिलेर बनाएको मम्मीको रेसिपी हो मम्मी बनाउनु नमिल्नु भएन मसला चाहिँ तयार पार्नु भयो खुर्सानी लास्टै दिएको छ स्यालेडहरू पनि खाऊ न किन ब्रोकली नखाएको उनी खानु मलाई त भातभन्दा धेरै स्यालेड चाहिन्छ साथीहरू खानु पर्यो तिमीलाई माछा राखिदियो एउटा खाने फुलभन्दा खाऊ खाऊ के छ त्यो शान्ति हाल्दिन्छ नै मलाई चाहिँ अलिक पोल्यो क्या पिरो धेरै भयो टाउको टाइपको रहेछ हो न टाउको अलि तल पाटको हो क्या हामी चाहिँ गुरुङ दिदीको ठुलो फ्यान हो उहाँदेखि नै इन्सपायर भएर के गर्ने भनेर घरमा बस्यो भने धेरै सोच आउने अलि डिप्रेसनमा गएको जस्तो फिल हुने क्या त्यही भएर टाइम पनि जान्छ अलि रमाइलो पनि हुन्छ हजुरसँग इन्टरेक्ट पनि हुन्छ भनेर फेरि उयो स्टार्ट गरेको यो रसमा त ढिँडो पनि पाउँछ ढिँडो अब फेरि अर्को चाहिँ ढिँडो ल्याउने छौँ है नेपालीहरूको नेसनल फुड
अब फेरि खासै हामीले कुरा गरेर खाने होइन भात पनि त त्यही भएर अनि अर्कोचोटि राम्रोसँग टाइम लगाएर खान्छ आज भात पनि सक्यो ब्रोकली मात्रै र बच्चाको डिस्टर्बेन्स आइसक्यो बाहिरदेखि ममा भन्नु थाल्छ नि आमा भन्नु लाग्छ त गडाङगडुङ भयो म बाँच्दैन आऊ यहाँ र गाइस यो खाना हाम्रो फ्रुट्सहरू सबै सकिसक्यो होइन अब हामी फेरि अब भिडियो भेट्नेछौँ त्यति समयको लागि चाहिँ बाई बाई टेक केयर सी यू अगेन